हेलो एभ्रिवान, आज चाहिँ म कामबाट घर जाँदैछु अनि मैले यो गोप्रो फिट गरेको थिएँ मेरो हेलमेटमा। त्यही भएर यो कस्तो आउँदो रहेछ भनेर ट्राई गर्दैछु। आज चाहिँ म यो हायर सेन्ट्रीको बाटो सोल्टी मोडबाट छिरेर सिधै कलङ्की गउँछु। उताको बाटो एकदम धेरै जाम हुन्छ। जाडो चाहिँ एकदमै बढिसक्यो है अहिले काठमाडौँमा। लास्टै जाडो भइसक्यो। 2-4वटा कपडा लाएर अड्दैन पुग्दैन यहाँ चाहिँ। अब चाहिँ म कलङ्कीभन्दा थोरै यतापट्टि यो पुलिस चौकी स्कुल भएको ठाउँ आइपुग्न लागेँ। जो सोल्टी मोडको बाटो गयो भने चाहिँ कलङ्की पुग्न अति नै धेरै बेर टाइम लाग्छ कि, किन भन्दा यहाँनिर जाम हुन्छ होइन। भन्दा यो पुलिस चौकी चाहिँ अस्ति जेएनजीहरूले पनि आगो लगाएको थियो। म चाहिँ यहाँबाट सर्टकट लिँदिन, सिधै जान्छु। म मकालुबाट छिरेर दो बाटो चौकसम्म पनि गर्नेछ। त्यही भएर म चाहिँ दो बाटोसम्म पुग्छु। इभीको चार्जिङ स्टेसन छ, टन्नै इभीहरू आएर बसिरहेको हुन्छ यहाँ चाहिँ। यो चाहिँ म अहिले कलङ्की रिङ रोड ठ्याक्कै निक्लिएँ। अब म यहाँबाट राइट लागेर फेरि पारी गएर लेफ्ट लागेर मकालु पेट्रोल पम्प पुगेर जान्छु यहाँबाट चाहिँ। सानो लेफ्ट लिने बित्तिकै म मकालुको लाइनमा पुग्छु भित्री बाटो। यहाँबाट मैले सानो राइट लाग्छु फेरि त्यो बाटो पुग्नको लागि। आज चाहिँ मैले खास यो भिडियो बनाउनुको कारण भनेको चाहिँ मेरो साउन्डहरू कस्तो आउँछ अनि यो गोप्रो कतिको फिक्स भएको छैन भनेर चेक गर्नको लागि मात्रै हो। र अर्को कुरो, मलाई खासै एडिटिङ पनि आउँदैन। यो भिडियोलाई 2-4 चोटि एडिट गरेर सिक्नु पनि छ मैले। पहिला गर्थेँ मैले अलिअलि एडिट। आजकल चाहिँ टन्नै समय भयो यो फोन भिडियो फोटोहरूको कामहरू गर्न छाडेको। अब यो मकालु पेट्रोल पम्प भन्ने आइसक्यो म कलङ्कीको। अब मकालु पेट्रोल पम्प नचिन्ने मान्छे त खासै को नै होला र अहिलेको काठमाडौँमा। जो आए पनि पहिलो स्टेसन भनेको मकालु नै हुन्छ जस्तो पनि होइन। यहाँनिर चाहिँ राति 12 बजेसम्म पनि, 12 बजे होइन, यो त रातभरि खुल्ला हुने ठाउँ हो। जस्ट म कलङ्कीमा आएर मकालुको वरिपरि आएर तपाईँहरू भोकले होइन बस्नुपर्ने, सुत्न नपाउने, होटेल नपाउने भन्ने चाहिँ हुँदैन कि। यति चाहिँ राम्रो छ। हल्का खोकी पनि लागिरहेछ। यहाँ अगाडि चाहिँ यो बेलुकामा तरकारीहरू एकदम धेरै बिक्री हुन्थ्यो। यहाँ मान्छेहरू बसेर बाटै छेक्ने हुन्थ्यो पहिला। अहिले चाहिँ खै आज जाडो लागेर हो कि के भएर हो कि समय नै स्टार्ट नभए हो। म चाहिँ अहिले ठ्याक्क कलङ्की मकालुबाट भित्र छिरेर यहाँ एउटा दाइकोमा जाँदैछु। दाइ यहाँ आउनुभएको छ अरे, मलाई भेटेर फेरि म त्यहाँबाट फर्केर घर निक्लिनुपर्ने छ। अहिले काठमाडौँमा 2-3 वर्ष बसिसकेपछि त यति धेरै गल्लीहरू थाहा हुन्छ नि, हामी मेन रोडमा छिर्न पर्ने नै हुँदैन कि। तर यो गल्लीमा मान्छेहरू हिँड्थेन भने मेन रोड झनै एकदम धेरै जाम हुन्थ्यो। यो गल्लीहरू चिन्नाले पनि सबैजनालाई फाइदै भएको छ जस्तो लाग्छ मलाई चाहिँ होइन। चाहिँ अब खै कसैले दो बाटो भन्छ, कसैले के मन्दिर भन्छ, मलाई चाहिँ ठ्याक्कै ठाउँको नाम थाहा छैन। म चाहिँ यहाँबाट लेफ्ट लागेर अगाडि बढ्दैछु म चाहिँ। अब यहाँबाट राइट लाग्ने हो भने चाहिँ एलआरआई स्कुल आउँछ। अब एलआरआई स्कुल भनेको पनि जस्ट फेमस स्कुल नै हो, नाम चलेको स्कुल हो। यहाँबाट सानो राइट लिएर म आफ्नो गन्तव्यमा पुगिहाल्छु। के रहेछ खानुपर्छ कि जस्तो नि लाग्यो, तर खानु जस्तो मन पनि छैन।
गाइस म चाहिँ मेरो डेस्टिनेसनसम्म आइपुगेँ। यहाँ दाइ आउनु भएको छ अरे, भेटेर निक्लिन्छु म चाहिँ अहिलेलाई। ल है त, अब गुड डे। मैले चाहिँ भर्खरै मेरो कामहरू सघाएँ अनि घरतिर जाँदैछु। बिहानबाट हिँडेको सिधै राति आउँदा राति पर्छ। राति आउँदा भन्दा नि फर्किँदाखेरि रात परिहाल्छ। समय गएको थाहा हुँदैन। जस रातिमा आउँदाखेरिमा चाहिँ बाटो चाहिँ खाली खाली हुन्छ, आफ्नै तालमा हुन्छ। बिहान पनि जाँदाखेरि छिटै नै हुन्छ, खासै बाटोमा जाम हुँदैन। दिउँसो निक्लिनु पऱ्यो भने चाहिँ जाम अति नै धेरै हुन्छ, अति नै हुँदैन अति नै धेरै हुन्छ। त्यो चाहिँ अलि समस्याको कुरा हो। यहाँ चाहिँ कहिलेकाहीँ पुलिस चेकिङ हुन्थ्यो, अहिले आजकल चाहिँ नहुँदैछ के हो, बेलुका भएर पनि हुनसक्छ सायद। यसको लागि एउटा माइक्रोफोन पनि चाहिँदो रहेछ, तर मलाई थाहा पनि छैन कि यसमा माइक्रोफोन कनेक्ट हुन्छ हुँदैन। आज गएर यसको बारेमा म मजाले रिसर्च गर्छु। रिसर्च गरिसकेपछि चाहिँ माइक्रोफोन पाउने रहेछ, यसको पनि लगाउनु पर्ने हुन्छ। होइन भने बाहिरको नोइजहरू अति नै धेरै आउँदो रहेछ क्या यसमा। बाहिरको नोइजले लास्टै डिस्टर्ब गर्दो रहेछ। म चाहिँ मासु बसेको नानी तरकारी गर्दैछु। मासु 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 साउजी। हेलो साउ। हेलो, मासु लानु पर्यो। हजुर